नमस्ते सबैजनालाई, हजुरहरूलाई स्वागत छ आरजे फुड च्यानलमा। आज हामी बनाउँदैछौँ नेपाली स्वादले भरिएको खसीको खुट्टाको सुप। छिटो र मिठो अनि सजिलो तरिकाले बनाउने। यहाँ मैले लिएको छु खसीको खुट्टा, मुङ्गे दाल, तेजपात, अदुवा लसुन, ज्वानो र जिरा अनि प्याज। यहाँ मैले भाँडा बसालिसकेको छु। मैले यहाँ 3 ग्लास जति पानी हालेको छु। तेजपत्ता, खसीको खुट्टा, मुङ्गे दाल, प्याज, अदुवा लसुनको पेस्ट, यहाँ मैले थोरै मसलाहरू हालेको छु। स्वादअनुसार नुन, एकछिन चलाइदिने। अब हामी यसलाई छोपेर 6 चोटि जति सिटी लगाइदिने। यहाँ मैले सिटी लगाइसकेको छु। यहाँ हाम्रो खुट्टा पनि पाकिसकेको छ। अब हामी यसमा घिउ, ज्वानो र जिरालाई झान्छौँ। अब हामी यसलाई छोपेर लो फ्लेममा पकाउँछौँ। यहाँ हाम्रो सुप रेडी भइसकेको छ। यदि यो रेसिपी तपाईलाई मन पर्यो भने लाइक गर्न नबिर्सिनुहोस्, कमेन्ट गरेर आफ्नो अनुभव भन्नुहोस् र यस्तै नेपाली परिकारका लागि आरजे फुडलाई सब्स्क्राइब गर्नुहोस्। फेरि भेटौँला अर्को स्वादिलो रेसिपीमा। धन्यवाद।